हेलो साथीहरू, सेवा नमस्ते, स्वागत छ राइसन अफिसियलमा तपाईँहरूलाई। अनि तपाईँहरू के कस्तो हुनुहुन्छ? अनि हामी चाहिँ आराम कुशलै छौँ है साथीहरू। अनि हामी चाहिँ आज चाहिँ शनिबारे हटियातिर लागेको छौँ सब्जीहरू यसो किन्नको लागि। अनि हामी चाहिँ बजार पनि पुगेर पनि सागसब्जीहरू हेर्न थाल्यौँ साथीहरू। अनि हामी चाहिँ सबैजना निस्केछौँ रुमबाट, 3-4 जनै चाहिँ निस्केको छौँ। अनि सबैजना भएर सब्जीहरू हेर्दैछौँ हामी चाहिँ के कस्तो रहेछ, के कस्तो कस्तो सब्जीहरू आएको छ भनेर बजारतिर यसो निस्केको अवस्था साथीहरू। अनि हामी चाहिँ सब्जीहरू हटियाहरू सबै घुमेर पनि हामी चाहिँ एकछिनपछि सब्जीहरू किन्नु पर्यो भनेर हामी चाहिँ सागहरू चाहिँ किन्यौँ। अनि त्यसपछि टमाटरहरू चाहिँ एकछिनमा आएर टन्नै रहेछ टमाटरहरू नि, एकछिनमा आएर किन्नु पर्यो भनेर माइली देउरानीको कोठा पनि रुम पनि नजिकै हो नि त साथीहरू। अनि त्यही भनेर हामी चाहिँ माइली देउरानीको घर त होइन रुमतिर चाहिँ हामी चाहिँ जाँदैछौँ। अनि अगाडि दुईजना दाजुबहिनी रहेको छ। अनि म पछि अनि त्यसको पछि बहिनी भिडियो गर्दै बहिनीसँग अनि हामी चाहिँ गफ गर्दै माइली देउरानीको रुम पनि नजिकै छ नि त हटियादेखि चाहिँ साथीहरू। अनि हामी चाहिँ पुग्न लाग्यौँ। अनि हामी चाहिँ पुगेर एकछिन गफहरू गऱ्यौँ अनि त्यसपछि हामी फेरि फर्क्यौँ हटियातिर। अनि टमाटरहरू अलिक सस्तो भइसकेको रहेछ अहिले, अनि उठ्नै लागेको रहेछ हटिया पनि। अनि त्यही भनेर हामी चाहिँ टमाटरहरू किन्यौँ। अनि त्यसपछि फेरि काँक्रा पनि सोध्यौँ, काँक्रा पनि अलिक सस्तै बेच्न थाल्नु भएछ। अनि त्यसपछि हामी फेरि हामीले एउटा काँक्रा पनि किन्यौँ साथीहरू। अनि हामी चाहिँ फेरि अब रुम फर्किनु पर्यो भनेको फेरि त्यसपछि फेरि एकछिन बजारतिर अन्तिमतिर फेरि सम्झियौँ खोर्सानी पनि किन्नुपर्ने थियो। हरियो खोर्सानी धेरै खानु मन लागिरहेको थियो नि त। अनि हरियो खोर्सानी पनि छ भने किन्नु पर्यो भन्दै निस्किँदै थियौँ त, ठ्याक्कै हरियो खोर्सानी राखिराख्नु भएको रहेछ एकजना दिदीले चाहिँ। अनि हामीले खोर्सानी पनि किन्यौँ। त्यसपछि अब चाहिँ हामी सबै सपिङहरू गरिसकेर रुम फर्क्यौँ साथीहरू। बाई साथीहरू।